यो चाहिँ धोजे डाँडा है, धनकुटादेखि माथि हिलेदेखि 9 किलोमिटर माथि धोजे डाँडा रहेछ। नेपालको झन्डाहरू मजाले लगाइएको रहेछ। अनि यो चाहिँ लामाहरूको होला झन्डा, थाहा भएन है के को झन्डा हो यस्तो होइन। माथिसम्म गएर हेर्ने हो। अनि म त्यहाँदेखिको भ्यूहरू पनि म खिच्ने कोसिस गर्दैछु। घाम लागेको छैन आज, चिसोले गर्दाखेरि घाँटीहरू पनि बसिरहेछ। अब हामी चाहिँ तराईबाट आएको हुनाले होला होइन, यहाँको जाडोमा अलिकति राम्रो सुट नभएर पनि होला घाँटीहरू बसिसक्यो। यहाँदेखिको भ्यू चाहिँ यस्तो छ है, यहाँ तल यो चाहिँ यता बसन्तपुर जाने रोड। कहाँसम्म छ? धेरै लामो छ जस्तो, धेरै टाढो छ क्या दाइ? यो नजिकै हो? यो माथि चाहिँ के छ? माथि छ नि शिवम साप्राजरी छ है। हजुर। अनि अर्को खुर्पेटो छ, झन्डाहरू छ अनि यसो यो चाहिँ धेरै टाढोबाट हेर्दाखेरि चाहिँ यस्तो मिनी ग्रेट वाल जस्तो क्या, टकटक सिँढी छ। परबाट हेर्दाखेरि तलबाट हेर्दाखेरि चाहिँ त्यो देखिन्छ क्या, यस्तो बाटो कस्तो त्यो वाल जस्तो क्या, चाइनाको ग्रेट वाल जस्तो टाइपको देखिँदो रहेछ होइन। चिसोले होला घाँटी एकदम बसिरहेछ है। आज चाहिँ लगभग घाम नलागेकोले होला यस्तो मजाले दिन खुलेको छैन है। साथीहरू धोजे डाँडा पनि आइपुग्यो होइन। यो चाहिँ मास्तिरको भ्यू है। अनि यहाँदेखि तल चाहिँ यस्तो छ है, यहाँ तल चाहिँ हिलेदेखि यहाँ माथि लगभग 8-9 किलोमिटर रहेछ होइन। अनि यहाँदेखि यता मास्तिर जाने एउटा रोड छ, यो चाहिँ बसन्तपुर जाने बाटो रहेछ है। यहाँ परबाट जाँदैछ। यहाँ आन्टीहरू कोदो रोप्नु हुँदैछ है। कोदो हो कि के हो है त्यो थाहा भएन। नेपालको झन्डाहरू छ। आज अलिक घाम लागेको छैन, भ्यूहरू मजाले प्रष्ट आएको छैन है। अनि म चाहिँ यहाँ छु, यहाँ चाहिँ जाडोले एकदम जाडो रहेछ होइन। अघि घाँटी बसिसक्यो क्या, दामी रहेछ। तर अलिकति आज घामले चाहिँ साथ दिएन, त्यही भएर अलिक राम्रोसँगले यो भ्यूहरू देखिएको छैन है। यो रमाइलो लाग्यो, रमाइलो रहेछ। मान्छेहरू पनि यहाँनिर भिडियो बनाउनेहरू, टिकटक बनाउनेहरू धेरै आउनु भएको रहेछ है। दामी छ, तपाईँहरू पनि आउनु होला। रमाइलो टिकटक बनाउनु होला, भिडियोहरू रिलहरू बनाउनु होला। एकदम दामी छ है। यहाँ चाहिँ धोत छैन, यहाँ तल धोत छ। टोपी लगाएको थिएँ, गर्मी भएर उकालो हिँड्दा एकदम सास परिरहेछ। त्यहाँ माथि टुप्पासम्म पुगौँ भनेको, तल पुगेर निकै टाढो रहेछ यार। अहिले चाहिँ म तलबाट आएको होइन। यो धोजे डाँडा चाहिँ च्यान डाँडाहरू रहेछ हौ यहाँ त। यो चाहिँ मेन चाहिँ च्यानहरू रहेछ क्या, च्यान है। यहाँनिर देख्नु सक्नुहुन्छ पुरा च्यान डाँडा रहेछ। नेपालको झन्डा कस्तो राम्रो देखेछ क्या, तलदेखि माथिसम्म कस्तो दामी बवाल देखेछ। यहाँ तल अझै बनाउनु बाँकी छ, त्यो बनिसकेपछि झन् बवाल देख्छ होला क्या। अब म त्यहाँ माथिदेखि तलतिरको भिडियो बनाउँछु होइन, कस्तो देख्छ। परे दामी देख्छ जस्तो लाग्छ मलाई होइन। यहाँ चाहिँ राति चाहिँ आउनु हुँदैन रहेछ। राति आयो भने चाहिँ यहाँ चाहिँ यहाँको बाजे बोजूहरूले सिधै उठाएर लान्छ जस्तो। कति पुरानो रहेछ। मतलब यो चाहिँ के अहिले बुझ्यो क्या, यो किन बनाएको रहेछ भनेर। यो चाहिँ तल यो मान्छेहरूले चाहिँ यो बाटो चाहिँ लासहरू गाड्नु यहाँ ल्याउने रहेछ जस्तो लाग्यो क्या मैले यसो हेर्दाखेरि। किनकि बाटो अप्ठ्यारो छ, यो बाटो माथिसम्म बनाएको छ होला। त्यो पनि होला एउटा पर्यटकको हिसाबले पनि एउटा घुम्ने ठाउँ दामी हुन्छ। अन्त कहिलेदेखिको च्यानहरू छ होइन। माथि पुग्नु आँट्यो है साथीहरू। यहाँ चाहिँ के छ है, पोखरी जस्तो छ। यहाँ के छ एकचोटि हेर्नु है त। ल यहाँ चाहिँ पोखरी बनाएको होला होइन, के हो यो पनि मैले बुझ्न सकिनँ होइन। के को लागि बनाएको हो, यो बाँसको बेरा बारेको रहेछ होइन। अनि एउटा पोखरी जस्तो छ, यहाँ ढुङ्गाको कस्तो मजा बस्टम बनाएको रहेछ है। यो डाँडाबाट के छ देखिन्छ यहाँबाट, दामी क्या। यहाँ चाहिँ बसेर मजाले आमा। ल तल हामी चाहिँ यो बाटो त्यहाँ तलको बाटो आएको होइन। अनि यस्तो अहिले चाहिँ हुस्सु लागिरहेछ, तल केही देख्न सकिँदैन होइन। अहिले चाहिँ घाम लागिरहेछ, यहाँनिर एकदमै घाम लागिरहेछ, दामी भइरहेछ है। यहाँ बस्ने ठाउँ रहेछ, एकछिन बस्थ्यौँ, एकछिन सुतिदिउँ, एकदम मजा आयो है। ल साथीहरू यो चाहिँ
के हो बुझ्नु सकेन होइन। यो त लिम्बूको सिलामचोकमा त्यो पर खुर्मी रहेछ होइन। खुर्मी चाहिँ यो त लिम्बूको सिलामचोकमा हो। लगभग यो झन्डामा भएको चाहिँ खुर्मी रहेछ। यहाँदेखि देख्न सकिन्छ है, तलबाट छ क्या चाइनाको ग्रेट वाल छ क्या। सास बढेर जति भयो है, यस्तो रहेछ है। यस्तो राम्रो डाँडाहरू। यसलाई पनि कलर गरेर दामी बनाउनु पर्ने क्या। पहिले कलर गरेको रहेछ, अब यसको कलर गइसकेको रहेछ। यो चाहिँ खुर्मी रहेछ क्या। अघि के हो त्यो झन्डामा भनेको त खुर्मी रहेछ। नेपालको झन्डा चाहिँ एकदम खत्तम भइसकेको रहेछ है। यहाँ के पनि छैन। दामी झन्डा। यहाँबाट यस्तो अब चाहिँ म यहाँबाट जाँदैछु होइन, वापस ब्याक टु होम अब जानुपर्ने हुन्छ। टाइम पनि धेरै भइसक्यो। तपाईँहरू पनि यो ठाउँमा आउनु होला, एकदम इन्जोय गर्नु होला। एकदम दामी छ। हिलेदेखि लगभग 8-9 किलोमिटर माथि। तपाईँहरूले त्यो बाटोमा आउँदा आउँदै देख्नु सक्नुहुन्छ। यहाँको बाटोहरू मजाले देखिन्छ होइन, रोडदेखि नै देखिन्छ। यहाँबाट यो टुप्पीहरू देखिन्छ होइन, एकदम दामी छ आउनु होला होइन। धोजे डाँडा अहिले चाहिँ म माथि पुगेर अब झर्दैछु होइन। च्यान चाहिँ यहाँ ओभर च्यान डाँडा रहेछ होइन। एक्लै हिँड्दाखेरि त अलिक डराउने मान्छेहरू त यो च्यान डाँडामा हिँड्नु सक्दैन, तर मलाई चाहिँ डर लाग्दैन है गाइज। झन्डा होइन। यहाँ चाहिँ नेपालको झन्डाहरू पनि ठाउँ ठाउँमा छ। ओभर दामी देखिरहेको छ क्या। ल साथीहरू, यो धोजे डाँडा भनेको चाहिँ मैले बुझेअनुसारले चाहिँ है, म गलत पनि हुनसक्छु, तर यो चाहिँ कस्तो रहेछ जस्तो लाग्यो भने मलाई चाहिँ यो चाहिँ जति पनि यहाँ बस्नु भएको गाउँकोहरू जाति भाषीहरूको होइन, एउटा मरेको मान्छेहरू हुन्छ नि, गाड्ने ठाउँ रहेछ क्या। माथि म पुग्दाखेरि भनेको सबै त्यहाँनिर मरेको मान्छेको लास गाड्ने ठाउँहरू रहेछ होइन। अनि नेपालको झन्डाहरू छ। हेर्दाखेरि यहाँदेखि हेर्दाखेरि तपाईँको चाइनाको ग्रेट वाल जस्तो देखिन्छ। माथि चाहिँ लिम्बूको सिलिमचोकमा रहेछ। अनि खुर्मी, एउटा खुर्मी हुन्छ नि, सायद त्यो राई लिम्बूहरूले नि बोक्छ होला। खुर्मीमा दाप होइन, अरू जातिहरूले पनि बोक्छ, त्यो टाइपको रहेछ। यो चाहिँ मलामी जाँदाखेरि यो बाटोमा एकदम सजिलो होस् भनेर बनाएको जस्तो लाग्यो है मलाई चाहिँ। माथि जलाउने ठाउँ भन्दा पनि च्यान घारी रहेछ। यो बुझ्दाखेरि चाहिँ यो चाहिँ मान्छेहरू मरेपछि लिएर गएर चाहिँ गाड्ने ठाउँ रहेछ। ठाउँमा त्यो डाँडामा चाहिँ च्यान घारी छ। अनि यो चाहिँ आफ्नो धर्मको यो झन्डाहरू लागेको छ। नेपालको झन्डाहरू छ। यहाँबाट दामी देखियो है, दामी।